नमस्कार दर्शकवृन्द, तपाईहरुको माझमा नेप्सीको अपडेट लिएर म उपस्थित भएको छु। बजारले पोजिटिभ मुभ लिन सकेन र अन्ततः नेगेटिभ मुभ लिएको छ। बजारले एउटा नेगेटिभको डाइभर्जेन्स बनाएको कुरा त हामीले गर्दै आइराखेकै थियौं। त्यसैले नै त्यही नै भ्यालिड भएको देखिन्छ। आजको बजारले चाहिँ जुन खालको डाइभर्जेन्स थियो हाम्रो आरएसआई मा त्यो नै भ्यालिड भएको देखियो हैन। सम्भवतः अब यो केही समय बजारले जुन यो डाइभर्जेन्सको अवस्था थियो र आज 60 भन्दा भित्र पनि बजार गएको छ आरएसआई को, यो अलिकति नेगेटिभ खालको सेन्टिमेन्ट बजारमा देखायो र यो आफैमा बियरिश क्यान्डल पनि बनिराखेको छ, इन्गल्फिङ पनि देखिन्छ हैन। त्यो हिसाबले हेर भोल्युमलाई पनि एनालाइसिस गर्ने हो भने अलिकति बढी नै नेगेटिभ हो कि भन्ने खालको सिनारियो छ। आजको प्री ओपनमा 8 अङ्क भन्दा बढी बढेको थियो र हामीले लगभग 2965 देखि 70 को रेन्जको ब्रेक फर्स्ट आवरमा गर्यो भने चाहिँ बाइङ साइडलाई हामीले अलिकति पोजिटिभली हेर्ने कि भन्ने खालको सिनारियो पनि बनाइराखेका थियौं। त्यो सिनारियो पनि आज आवरलीमा पनि भ्यालिड हुन सकेन, अन्ततः बजार घटेको छ। अब यसको एउटै मात्रै सिनारियो चाहिँ के हो भने सिम्पली यहाँनिरको जुन ग्याप छ यो ग्याप चाहिँ फिल गरेको छ। अब यो ग्याप फिल गरिसके पछाडी बजारले रिभर्स गर्छ कि गर्दैन भन्ने कुराको चाहिँ वेट एन्ड सी नै छ हैन। यो ग्यापको यदि यो ग्यापबाट रिभर्स हुँदैन भने अब हामीले के रे डेली क्यान्डल हेर्दा फेरि चाहिँ एउटा जुन खालको प्याटर्न छ, पोजिटिभ प्याटर्न भनौं, यहाँबाट गइसके पछाडी एउटा यो मुभ आयो, यो आयो, यो छ, यसरी एउटा यो लो छ, हायर लो छ। अब अर्को हायर लो हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ हेर्नुपर्छ। यो हाई अर्को हायर हाई चाहिँ क्रिएट भएको छ। अब नर्मल्ली डबल कन्फर्मेसनको टाइपमा चाहिँ हामी देखिन्छ कि देखिँदैन भन्ने कुरा चाहिँ हेर्न पर्ने छ हैन। सम्भवतः एउटा मुभ 3000 सम्मको चाहिँ जान्छ भन्ने हो थियो, त्यो सम्भावना टरेर गएको देखिन्छ। आजको क्यान्डल, आजको भोल्युम सबै कुराहरुलाई हेर्ने हो भने अनि आरएसआई पनि त्यति धेरै पोजिटिभ देखिदैन। अनि नर्मल्ली के चाहिँ हो भने अब एमएसीडी लाई हेर्नुहुन्छ भने अब एमएसीडी ले अब यो सिग्नलमा चाहिँ तपाईको यो अब सपोर्ट लिएर माथि जान्छ कि जाँदैन हेर्नु पर्ने छ। यहाँ 3 दिन लगातार डिम बनाइसकेको छ, यसले पनि अलिकति हाई अलर्ट चाहिँ गराइसकेको छ मार्केटमा। अब एउटा हरियो क्यान्डल बन्दा फेरि को ओभरअल टेक्निकल इन्डिकेटरको अवस्था कस्तो हुन्छ त्यो हेरिसके पछाडी मात्रै हामीले थप कुराहरु चाहिँ गर्न सक्छौं। अब केएसटी को लाई हेर्ने हो भने केएसटी को साइड पोजिटिभ नै देखिन्छ। सम्भवतः बिस्तारै अब यसले पनि आफ्नो लय समाउला। बुलिन्जर ब्यान्ड्सको मिडल ब्यान्डसँग सपोर्ट लिन आयो भने 2810 को वरिपरि आउन सक्ने सम्भावना देखिएको छ। 50 दिनको मुभिङ एभरेज र 200 दिनको मुभिङ एभरेजको गोल्डन क्रस त्यो कन्टिन्युअस नै छ। सुपर ट्रेन्डलाई हेर्ने हो भने सुपर ट्रेन्डले 2870 भन्दा माथि रहेसम्म बजारको चाहिँ बाइ सेलको लागि चाहिँ हतार नगर्नुपर्ने देखाउँछ हैन। 2870 को लेभल सम्म चाहिँ यसले होल्ड गर्नको लागि सजेस्ट गर्छ। जिगज्याग लाइन त अहिले फर्मेसन भइसकेको अवस्था चाहिँ देखिँदैन हैन। सो ओभरअल चाहिँ हाम्रो ओभरअलमा चाहिँ थोरै नेगेटिभ बनिसकेको छ। अब एउटा क्यान्डल हेरेर मात्रै सेलिङ डिसिजन लिन चाहिँ बेटर हुन्छ भन्ने लाग्छ हैन। सो हेरौं के रहन्छ। हामीले अगाडिदेखि नै कुरा गरेको डाइभर्जेन्स र कन्भर्जेन्सको कुरा, हामीले यो खालको सिनारियो चाहिँ हाम्रो प्राइस एक्सनले चाहिँ यो खालको चाहिँ कन्भर्जेन्स टाइपको बनाउँदा यतापट्टि डाइभर्जेन्स देखिएको छ हैन, नेगेटिभ खालको सिनारियो देखिएको छ। त्यो सोरै सेलिङ साइड नै बढी हाबी देखिन्छ भन्ने कुरा हामीले गर्दै आइरहेका थियौं। भ्यालिड हुन चाहिँ बाँकी थियो। किन पनि बाँकी थियो भने जुन रिभर्सल क्यान्डल बनायो यो रातोको लो ब्रेक नगर्दासम्म बजार तल आउँछ भन्ने ग्यारेन्टी भएन। भ्यालिड हुनु पर्यो हैन। तपाईको पोजिटिभ बनाए पनि भ्यालिड हुनु पर्यो, नेगेटिभ बनाए पनि भ्यालिड हुनु पर्यो। आजको क्यान्डलले चाहिँ यसलाई भ्यालिड गरेको छ। भोलिको क्यान्डलले यो लेभल भन्दा माथितिर क्लोजिङ गर्ने साहस गर्दैन भने चाहिँ थोरै एक्जिटको प्लानिङ गर्दा चाहिँ बेटर हुन्छ भन्ने लाग्छ। त्यो पोइन्ट अफ भ्यूबाट चाहिँ हामीले हेरिरहेका छौं। आजको नेगेटिभ हुनुको धेरैवटा रिजनहरु छ। जस्तो हामीले यहाँनिर ठूलो क्यान्डल हेर्यौ भने यो ठूलो क्यान्डलको यो लो ब्रेक गरेको थिएन हैन। अघिल्लो क्यान्डलहरु रातो बने पनि
अब यो त्यस पछाडि यो क्यान्डलको त आज लो ब्रेक गरेको छ, त्यसले पनि हामीलाई अलिकति नेगेटिभ चाहिँ बनाउँछ यो ठुलो क्यान्डलको होइन। अनि यो क्यान्डलहरूको लो जुन छ एउटा चाहिँ लोवर प्राइस रिजेक्सन भएको क्यान्डलहरू, यो क्यान्डलहरूको पनि अब अहिले आज ब्रेक गरेकोले थोरै बढी नेगेटिभतिर मुभ भएको छ। भोलिको सुरुको 2 घन्टासम्म पनि हामीले हेर्दाखेरि चाहिँ अलिकति बजारले यो 2900 भन्दा माथितिरको यात्रा तय गर्ने खालको सिनारियो देखाउँदैन भने चाहिँ सेलिङ भ्यालिड पर्फेक्टली भ्यालिड हुन्छ भन्ने लाग्छ। ओभरअल नेप्सेको बारेमा मैले यति नै जानकारीहरू राखेँ। थ्याङ्क यू फर वाचिङ।